मेरो यसमा स्पष्ट कुरा छ हेर्नुहोस्, नेपाल प्रहरीले यो देशमा हामी पुलिस छ र सुरक्षित भएर बसेका छौँ। पुलिसको मनोबल बढाउनै पर्छ। पुलिसको मनोबल घटाएर हाम्रो देशको चाहिँ शान्ति सुरक्षा हुन सक्दैन। हेर्नुहोस्, तपाईँको सशस्त्र प्रहरी अनि तपाईँको आर्मीहरू भनेको कति टाढा छन् तिनीहरू, अघि तिनीहरूको परिचालन भनेको दोस्रो तेस्रो दर्जामा आउँछ। त्यस कारण नेपाल पुलिसको मनोबल घटाउनु हुँदैन। तर घटाउनु हुँदैन भन्दा यहाँनिर के छ भने सरकारले बदमासी गर्छ। हेर्नुहोस्, प्रधानमन्त्रीले बदमासी गर्छन्, मन्त्री परिषदले बदमासी गर्छ। सडकमा हिँडेको एउटा लठी लिएर हिँडेको पुलिस, त्यसलाई चाहिँ नि मान्छेले सरकारको प्रतीकको रूपमा ढुङ्गा हान्छ। ढुङ्गा हान्छ, कुरो बुझ्नुभयो? अब चाहिँ त्यो सरकारको प्रतीकको रूपमा ढुङ्गा खाइराखेको पुलिसलाई मनोबल बढाउनुको लागि गर्न के पर्छ भन्नु होला भने पहिलो कुरो त सरकार अलोकप्रिय हुनु भएन। आफ्नो नाउँमा पुलिसले भोलि चाहिँ ढुङ्गा खान्छ भने आफूले राम्रो काम गर्नु पर्यो पहिलो कुरा सरकारले, होइन? दोस्रो कुरा, पुलिसले बाध्यतावश कुनै निर्णय गर्यो भने सरकारले त्यसमा हेरेर त्यसको चाहिँ नि के अरे जिम्मा आफूले लिनुपर्छ। यो चाहिँ म सरकारमा थिएँ र पुलिसले चाहिँ नि बाध्य भएर यो काम गर्यो, त्यस कारणले गर्दा यसको जिम्मा म लिन्छु भनेर सरकारमा बस्ने जिम्मा लिनुपर्छ। नत्र पुलिसले कसरी काम गर्छ सडकमा, होइन? त्यस कारणले गर्दाखेरि अब तपाईँको पुलिसले त्यति हुँदा पनि पुलिससँग त बन्दुक पनि हुन्छ। अब बन्दुक उसले गलत ठाउँमा प्रयोग गरेका छ, उसले चाहिँ नि के अरे प्रक्रिया नपुर्याइकन गरेका छ, त्यत्तिकै आवेशमा आएर गरेका छ भने उसलाई पनि कारबाही हुनुपर्छ। त्यो बेग्लै कुरा हो यो। नत्र भने उसले आत्मरक्षाको लागि गरेका छ अथवा अरू कुराको लागि गरेका छ भने राष्ट्र चलाउनेहरूले जिम्मा लिनुपर्छ, पुलिसलाई दोष लगाएर